श्री स्वस्थानी व्रत कथामा एउटा यस्तो अद्भुत प्रसङ्ग छ जहाँ एक देवीको देह त्यागले विनाश होइन बरु सृष्टिलाई जन्म दिन्छ। आज हामी त्यही पवित्र भूगोलको कथामा डुब्दैछौँ जहाँ सती देवीको अङ्ग पतनले कसरी सम्पूर्ण धरतीलाई नै एक दैवीय ऊर्जाको नक्सामा बदल्यो भन्ने कुरा खोतल्नेछौँ। कुनै पनि पवित्र कथाको सुरुवात ईश्वरको आह्वानबाटै हुन्छ होइन त? हो, यो त्यही परम्परागत मन्त्र हो जुन श्री स्वस्थानीको पाठ सुरु गर्नुअघि उच्चारण गरिन्छ। यसले कथा सुन्न र सुनाउनको लागि एउटा श्रद्धापूर्ण र आध्यात्मिक माहौल तयार गर्छ। ल, अब हाम्रो कथाको सबैभन्दा मुख्य घटना यहीँबाट सुरु हुन्छ। देवी सतीको देहत्याग र उहाँको शरीरका अङ्गहरू पृथ्वीमा छरपष्ट हुनु। सुन्दा यो एक दुःखद घटना जस्तो लाग्छ, तर वास्तवमा यो एक दिव्य योजनाको सुरुवात थियो। यो घटनाले एउटा गहिरो कुरा स्थापित गर्छ। सती देवीको शरीरको हरेक अङ्ग जहाँ जहाँ खस्यो त्यो कुनै अन्त्य थिएन, बरु त्यो त एउटा नयाँ पवित्र सुरुवात थियो। भन्नुको मतलब एउटा त्रासदीले सम्पूर्ण भूमिलाई नै एउटा जीवित दैवीय नक्सामा परिणत गरिदियो। अब यो घटनाबाट पवित्र स्थलहरू कसरी बन्छन् भन्ने एउटा दिव्य सूत्र, भनौँ न एउटा फर्मुला नै स्थापित हुन्छ, एउटा यस्तो प्रक्रिया जुन बारम्बार दोहोरिरहन्छ। त्यसो भए यो शक्तिपीठ भनेको के हो त? आउनुहोस् यसलाई अलि स्पष्ट पारौँ। शक्तिपीठ भनेको ती ठाउँहरू हुन् जहाँ सती देवीका अङ्गहरू खसेका थिए। यी ठाउँहरूलाई शक्तिको केन्द्र मानिन्छ, जहाँबाट आज पनि असीम दैवीय ऊर्जा फैलिरहेको छ भन्ने विश्वास गरिन्छ। स्वस्थानी कथा अनुसार हरेक पवित्र स्थल बन्ने एउटा प्रष्ट प्रक्रिया छ। हेर्नुहोस् है, सबैभन्दा पहिले सती देवीको कुनै एउटा अङ्ग कुनै एक विशेष ठाउँमा खस्छ। त्यसपछि ठिक त्यही ठाउँमा एउटा पीठको उत्पत्ति हुन्छ र अन्तमा त्यही स्थानमा देवी र महादेव एक विशेष शिवशक्ति स्वरूपमा प्रकट हुनुहुन्छ। एकदमै व्यवस्थित प्रक्रिया छ। ल, अब हामीले यो ढाँचा त बुझ्यौँ। अब श्री स्वस्थानी कथामा वर्णन गरिएका केही खास उदाहरणहरू हेरौँ जसले यो कुरालाई अझ प्रष्ट पार्छ। यहाँ हामी त्यो सूत्रलाई व्यवहारमा नै देख्न सक्छौँ जुन साँच्चै रोचक छ। जस्तो कि राजगृहमा घोडा पतन हुँदा राजेश्वरी देवी र हरीश्वर महादेव प्रकट हुनुभयो। त्यसैगरी उज्जैनमा रगतको डल्लो खस्दा महाकाली र जगेश्वर, प्रयागमा पिण्डुला खस्दा सिंहजङ्गा र महेन्द्रेश्वर, अनि हस्तिनापुरमा दाहिने कुर्कुच्चो खस्दा चण्डेश्वरी र मुसुखारेश्वर महादेव प्रकट हुनुभयो। हरेक ठाउँ, हरेक अङ्ग र हरेक स्वरूप फरक फरक। अझ महत्त्वपूर्ण कुरा के छ भने हरेक पीठको आफ्नै विशेष शक्ति र वरदान छ। जस्तै राजगृहले हामी सबैलाई चाहिने प्राणवायु दिन्छ, उज्जैनले मोक्षको प्रतिज्ञा गर्छ, प्रयागले दुष्टहरूको संहार गर्ने शक्ति दिन्छ र हस्तिनापुरले त सुदर्शन चक्रलाई नै संहार गर्ने शक्ति प्रदान गर्यो। अहिलेसम्म त हामीले केही उदाहरणहरू मात्रै हेर्यौं, तर अब यो दिव्य घटनाको वास्तविक आकार कति विशाल थियो त्यो हेरौँ। यो साँच्चै कल्पनाभन्दा बाहिरको कुरा छ। एकछिन सोचौँ त, यो घटनाको विस्तार कति ठूलो थियो होला। सतीदेवीको शरीरका अङ्गहरूबाट आखिर जम्मा कतिवटा पवित्र स्थलहरू बने होलान्? केही अनुमान छ? कथा अनुसार जम्मा 7 करोड शक्तिपीठहरूको उत्पत्ति भयो। हो, 7 करोड। यो संख्या सुन्दा मात्र पनि आश्चर्य लाग्छ र यसले यो पवित्र सञ्जाल कति विशाल थियो भन्ने कुरा प्रष्ट पार्छ। अब यो 7 करोड भन्ने संख्याको गहिरो अर्थ छ। यसले के सङ्केत गर्छ भने दैवीय शक्ति केही मन्दिर वा तीर्थस्थलमा मात्र सीमित छैन, बरु यो ऊर्जा त पृथ्वीको हरेक भागमा, हरेक कण-कणमा व्याप्त छ। मानौ यो सम्पूर्ण संसार नै एउटा विशाल पवित्र भूगोल हो। अब यस कथाको अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण भागमा जाउँ। यी पवित्र स्थलहरूको आजका भक्तहरूका लागि के अर्थ छ र यसको विरासत के हो? श्री स्वस्थानी कथाले भक्तहरूलाई एउटा शक्तिशाली प्रतिज्ञा गर्छ। त्यो के हो भने यी 7 करोड पीठहरूमध्ये कुनै एउटाको मात्र पनि यदि कसैले शुद्ध भक्ति र श्रद्धाले दर्शन गर्छ भने उसको मनोकामना अवश्य पूरा हुनेछ। र यही अटुट विश्वास नै यी पवित्र स्थलहरूको शक्तिको मूल स्रोत हो।
र अन्तमा एउटा प्रश्नमा विचार गरौँ, जहाँ कुनै दैवीय घटना घटेको हुन्छ, जुन ठाउँमा दैवीय चिनो लागेको हुन्छ, त्यस्तो स्थानमा वास्तवमा कस्तो शक्ति लुकेको होला? यो विश्वास, भूगोल र शक्तिको गहिरो सम्बन्धमा मनन गर्न लायक प्रश्न हो।